भई खोजो छैरा राजा जस्ता खेतको कुनै धन दौलत पनि खाँचो थिएन सारा प्रजाहरू पनि थिए राजालाई साह्रै पछि थिए नारायण राम राम चिन्ता एउटै छ हरे राम छोरा छोरी छैन मन बुझ्दैन चिन्ता एउटै छ छोरा छोरी छैन मन बुझ्दैन चिन्ता एउटै नारायण अब यस्तो चिन्ता परेर राजाको मुख लगाएर वरपर हुन पनि अठार मुख लगाएर हिँड्छौँ ओरतिर परतिर समाज समेटिक से भन्दै नारायण राम राम प्रथम अगत ए हरे राम हरे राम बदनाले भेट्दा अपुत्रले हेर्दा रत्नाले हेर्दा अपुत्रले हेर्दा नारायण भनिकन गाउँ गाउँमा कुरा गर्न थाले त्यो सुनिसकेपछि राजा उग्रसेनको ज्यादै अँध्यारो मन भयो अनि पवित्रका महारानी के भन्नुहुन्छ भने नारायण ए राजा के भो तपाईँलाई हरे राम के भो तपाईँलाई नारायण के भो तपाईँलाई हरे राम के भो तपाईँलाई म ठाकी खान मलाई दुलु भन ए भो तपाईँलाई म ठाकी खान मलाई दुलु नारायण भनेर जब महारानी पवनले गाले भनिसकेपछि राजा उग्रसेनले भन्नुहुन्छ भने म यहाँ हामीलाई सबैले कुरा काटेका छन् अपुत्र राजा भन्दछन् नारायण राम राम त्यसै कारणले हरे राम त्यसै राम